हेलो एन्ड वेलकम टु माई न्यू ब्लग। आज पनि तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। हामी चाहिँ आज अराजदेखि बुटुल जानु लाग्यो। ठ्याक्क ब्याग सेग रेडी गरेर क्यामेराहरू रेडी छ होइन। तल गएर सेटअप मात्रै गर्नु बाँकी छ। मतलब यो माइक एडेप्टर हुन्छ नि, माइक एडेप्टर निकालेको थिएँ कि मैले, अनि त्यो माइक एडेप्टर मात्रै हाल्नु बाँकी छ। अनि सुसी लागेको छ, हामी चाहिँ बुढाबुढी अनि बाबु भएर जानु लाग्यो। सुसी लागेको छ, सुसी तल छ, म चाहिँ घरबाट माथि गएर जान्छु। अनि माथिबाट खाना खाएर निस्किने कुरा हुन्छ। केटाहरू गफ लगाइरहेको छ, सुसी चाहिँ हाल्छ। कस्तो लगाइरहेको? हेलो बल बल त भेटाउँछ हामीलाई, म आउँछु ल। यो चाहिँ बाबु भयो, स्कुटीसँग चाहिँ पल्लो। हामी चाहिँ अब निस्किन लाग्यो। स्कुटी लास्ट फोहोर भयो यार, धोकै छैन हिजोको पानीले अझै अनि फोहोर बनाएको आमाले हेर्दै हुनुहुन्छ। भाइ गर्दैन हस् 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 के भन्नुहुन्छ अब, सुनिँदैन हेलमेट लागेको बेलामा। ओइ आइज ल। ओइ यो चिसो हुन्छ, यसलाई लगाइदिइहाल, लगाइदिइहाल। यो नाटक देखाउनु पर्यो तँलाई। गर्मी सर्मी केही हुन्न, जाडो हुन्छ। तैँले पहिलाको जस्तै सेम ल्याएको होस्। मैले अगाडि राख्छु, त्यसमा चलाऊ। आमा छोरा मात्रै बस, मैले त्यसमा राख्छु यो झोला। तँ हेलमेट लाउ नि त। हेलमेट त त्यहीँ राखे नि भयो त्यसमा, त्यो ब्याग हो, यो मैले चलाउँछु। बाबुलाई यता भयो नि भयो, उता भयो नि भयो, कता भयो नि आइज। मलाई यो चलाउनु मन लागेर देखिन्न कि बाबु, यो त तिमी यहाँ बसेर त यसरी त हुन्छ कि नै हुन्छ। देख्छस् बाटो, त्यसलाई राखेर देख्छस्। ओ यहीँ बस्छु भन्यो। ल मम्मी गयौँ। कसले फोन आने फेरि यिनी बेला? के भइरहेछ मेरो टच यार? विकास नमस्ते, म अराज थिएँ, म फर्किँदैछु यार। ल हामी चाहिँ तेल सेल हालेर निस्किसकेका छौँ। अब हामी डाइरेक्ट जाने कुरा हुन्छ, सर्टकट हानिँदैन। अहिले पिच बाटो नै राम्रो छ सबै, सो पिच बाटो जाने कुरा हुन्छ। अनि यहाँबाट फुद्वाङ जाँदासम्म यत्रै बाटो छ। अनि त्यसपछि फेरि बाटो सानो छ क्या, 3 किलोमिटर मात्रै। यत्रै राम्रो बाटो, हेर्नु कस्तो दामी बाटो छ। तर उता जस्तो धुलो छैन क्या यहाँ। अनि एउटा कन्ट्रोभर्सी चलिरहेछ क्या, एउटा हाम्रो के सुरज भाइले के अरे आइज, म यो 150बाट जुन बाइकमा आए पनि आइज भनेर च्यालेन्ज गरिरहेको थियो भाइ होइन। तिम्रो लागि यो भिडियो मैले तिमीलाई कन्ट्रोभर्सी बनाउन खोजेको चाहिँ होइन। एउटा कुरा त बाइक तिम्रो
बाइकमा एरोडाइनामिक भन्ने पनि हुन्छ होइन। अनि एफजेड बाइक चाहिँ एरोडाइनामिक बाइक चाहिँ होइन एफजेड है, यति कुरा मान। एफजेड चाहिँ एरोडाइनामिक बाइक होइन। एरोडाइनामिक भनेको R15 चाहिँ एरोडाइनामिक बाइक हो, एनएस पनि एरोडाइनामिक बाइक होइन। सो तिमीले जुन भन्यो नि एफजेडमा, तिमीले तिम्रै बराबरको सिसीमा लिएर जाने भने R15ले तिमीलाई मजाले जित्न सकिन्छ। अनि मेरो यो स्कुटर छ नि, यो पनि एरोडाइनामिक हो, तर डिओ एरोडाइनामिक होइन, किनकि यो स्पोर्ट स्कुटर हो नि। जुन स्पोर्ट बाइक हुन्छ नि, स्पोर्ट बाइकहरू मात्रै एरोडाइनामिक हो। सो यसलाई चाहिँ ठुलो इस्यु नबनाओ केटा हो होइन। बाइक चलाओ तर सेफ चलाओ क्या। तिमीहरूको जस्तो त्यो हुन्छ नि रेस गर्ने 3 दिनहरू त हामीले पहिले बिताइसक्यो। आउँछौ भने स्लो रेस, फास्ट रेस, ट्र्याक रेस, ड्र्याग रेस गर्न सकिन्छ, तर रेस गर्ने बाटोमा होइन क्या, ट्र्याकमा हो। ट्र्याकमा आएर रेस गर्ने हो केटा हो, बाटोमा होइन होइन। सो यो कुरालाई चाहिँ कन्ट्रोभर्सी नबनाऊ धेरै। अनि एउटा भाइ चाहिँ अमराईको त्यो भाइ त्यो भाइले पनि भिडियो बनाइरहेको थियो, ए आऊ म साइनबाट खेल्छु भनिरहेको थियो। अनि तिमी पनि त्यति उ नगर साथी होइन। रेस खेल्ने भनेको ट्र्याकमा हो, बाटोमा होइन। बाटोमा छाप्रीहरू जति पनि भेटिन्छन्, एउटा भाइले कमेन्ट गरेको थियो छाप्रीहरू बाटोमा भेटिन्छ भनेर। हो, छाप्रीले हो क्या बाटोमा बाइक कुदाउने भनेको होइन। हामीले त ट्र्याकमा हो रेस हान्ने भनेको, ट्र्याकमा हो रेस गर्ने। ट्र्याक बनाऊ, ट्र्याक बनाउन सक्छौ भने ल रेस गरौँला होइन। तिमीले जिते पनि जित, हामीले जित्यो नि जितौँला। कमसेकम ट्र्याकमा गरेको रेसलाई नि कानुनले पनि उ दिन्छ क्या। जस्तो पुलिसहरूले चाहिँ तिमीलाई हुन्छ नि ट्र्याकमा गऱ्यौ भने चाहिँ पुलिसहरूले तिमीलाई के भन्छ त्यो सेक्युरिटी दिइरहेको हुन्छ, त्यहाँ लफडा हुन्छ भनेर पुलिसहरू बसिरहेको हुन्छ। त्यो गर्छ क्या, प्रशासनले पनि हेर्छ ट्र्याक रेसलाई चाहिँ। तर छाप्री हो, बाटोमा रेस नगर। बाटोमा रेस गऱ्यौ भने तिमीहरूलाई कसैले हेर्दैन, बुझ्यौ। तिमी लड्यौ भने नि कुदाएको थियो ठिक्क पऱ्यो भनिदिन्छ। सो यो कुरा चाहिँ माइन्डमा राख। कसैको हाँसोको पात्र नबनाऊ। अर्घाखाँचीमा मात्रै यस्तो हुन्छन् भन्दो रहेछन्। अर्घाखाँचीमा मात्रै यस्तो किन हुन्छ भन्छ मान्छेले होइन। अर्घाखाँचीको नाम बेइज्जत नगर क्या। म पनि अर्घाखाँचीकै मान्छे हो होइन, नाम बेइज्जत चाहिँ नगर क्या केटा हो। हेलमेट लगाएर मस्त बसिरहेको छ। कता आनन्द आयो बाबु? उता आयो, यताभन्दा उता आयो किन नि? ए झोला मैले यहाँ राखिदिउँ र, यहाँ राखिदिउँ र झोला। यो झोला यहाँ राखेर यहाँ बस्छु र। खस्दिनँ म, मेरो पिर नगर। अट्छु कि झोला यहाँ कहाँमा अट्छ? आउँछु बिचरा झोलाले त्यस्तो दुःख दिने रहेछ। हजुरको झोला फालिदिनु बाटा लगिदिनु त मैले। अनि तिम्रो सबैको लैदिनु त कहाँ भ्याउँछु भाइ? यसो गर त, तिमीहरू सबै एकै ठाउँका हो, एकै ठाउँ राखिरहेको छौ। मैले एकजनाको लेखिदिन्छु है त। कति गयो? 50 हो। ए 50वटा दाना छ कि छैन? 5 को 2टै छ। ल एएस भ्लग्स नेपाल हेर, सब्सक्राइब गर्नु नि फेरि, एएस भ्लग्स नेपाल। यो तिम्रो यसको राख, यो चाहिँ बाँडे है सबैले 20-20 सबलाई है देन मने यसलेसँग मागे। एएस भ्लग्स नेपाल सबैले। अनि यो पैसाले के गर्ने अब? फेरि कलम किन्ने। गुड हो ल भन्न त त्यही भन्छ। नास्ता खाने है। त्यही हो, यो सालको तिजु पनि भाइहरूले चखाउने भयो। खल्टु लिएर आएको छ अहिले। माथि डाँडामा नरपानीतिर गएर बसेर खानु पर्ला। बाटै छेकेर बसिदिन्छ नि यार गाडीवालाहरू। मौसम चाहिँ डेन्जर छ क्या। हिजो अलिअलि छिटा मात्रै परेर छोड्यो, आज चाहिँ मजाले पर्छ जस्तो लाग्छ। तर यस्तो मौसममा हिँड्न चाहिँ मजा लाग्छ क्या। ट्याक्क घाम पनि छैन, पानी पनि छैन होइन। आफ्नो तालको मस्त बाटो, मस्त मौसम। पुग्यो हो तिनीहरू ए अगाडि खोल्सामा खा। ओए रोक्न कतै?
स्पेस टर्न नभए यहीँ रोक्यौँ न त। नाइ जाबो लायो। तिमीलाई थाहा छ यो टिप्न कति दुःख छ भन्ने कुरा? तिमीलाई जाबो लायो। हामी चाहिँ बाटोमा बसेर અહીં किनेको तिजो चाहिँ भार्सेले खाए जस्तो खाएर छेरे जस्तो बनाएर हिँडिरहेछ म अब बाटोमा। फोहोर गरिदिएर हिँडेको हामी। के भयो? पानी ठुलै पर्यो। हामी देउराली पुग्दा रुजिन्छ होला। पर्यो क्या यत्रो यत्रो थोपा परिरहेको नि। खै त्यो त थाहा भएन तर पानी चाहिँ परेको जसरी नै परिरहेको। शिपा देउराली माता रक्षा गर। अगाडिबाटै गइदिन्छु म त। कहाँ अप्ठ्यारो के को अप्ठ्यारो देखिएस् र? केही जात छैन अप्ठ्यारो, त ढुङ्गा हो। ढुङ्गा हुन्छ नि त नि बाटोमा। कहाँ गयो अप्सनहरू? आहान यहाँ चाहिँ के हो यो? यो के भयो रे यसलाई फेरि? के भयो यसलाई? ए खुट्टा भाँचियो? त्यही हो कराउनु। अनि हो यस्तोबाट झर्या हो कि यहाँबाट? यहाँबाट तल झर्या हो कि? ओए धुलो नखाउने यार। घर आएको थिएँ मलाई त ठिकै थियो। छोरोले धुलो खाएको पछाडि छोरो छ यार। के गर्ने आफ्नो हो नि त बच्चाको माया लाग्छ होइन? आफू जस्तो भयो होला तर बच्चा चाहिँ सही होस् केही नहोस् उसलाई भन्ने हुन्छ कि। हामीलाई नि त्यस्तै गरेर हुर्काएको। ओइ कहाँ गयो यिनीहरूले? हेरेको त खाल्टामा पऱ्यो यार। सडक विस्तारको काम भइरहेछ। तलपट्टि नाली खोलिरहेछ। नाली होइन त्यो कुलो हो गाइज। हामी चाहिँ डमरुद आइपुग्यो। ठाडा डमरुद आइपुग्यो। गोप्रोमा पुरै धुलो लागेको रहेछ। अनि भर्खर सफा गरेको। यसो ऐनामा हेर्छु अन्त त फोहोरै देखिरह्यो यार। अझै दामी बनाएको के ट्याक्क सही देखिन्छ यो चाहिँ। यो चौकी पनि कटियो भने चाहिँ हाम्रो दशा लगभग 60% सकियो। ल हाम्रो चाहिँ 60% सकिसक्यो। ओए गाडी आहा। हजुरको जय होस्। मलाई भयो होस् नभए नहोस् दामी हो। के छ आराम छौ? भयो यार 1 महिना हुन लाग्यो। हेरौँ अब के हुन्छ। गएँ झर्नी हो र ल गएँ। धरु हँसा केही त भनौँ यसले केही त भनौँ। धरु हँसा केही त भनौँ यसले। के हुनसक्छ? के रा? छ
कसरी हुन्छ सोधौँ न। डोगी नौ बिच्छु होइन गङ्गटा हो। जा। ल हामी चाहिँ नास्ता खाएर निस्किसकेका छ। अब हामी खाजा नास्ता खाएर निस्किसकेका छ। अब हाम्रो यात्रा चाहिँ सिधै हुन्छ। अब कोही ठाउँ बस्यो भने बसिएला, अब नत्र चाहिँ खासै बसिँदैन। गुड्नु छ रोडमा, छोटै चोटमा गुड्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगीको भारी बोक्नु छ छोटै चोटमा 25 करोड। खासै अर्थ देखिन। यो धुलो उडाउनलाई यो ट्राफिकले राख्न दिन हुन्न के हो खास। यो निकाल्न लाउनुपर्छ। यो धुलो उडाउनलाई मलाई आशा यस्तो यार पछाडिको गाडीलाई कम त झ्याउ हुन्छ यो राखेर। ओए यसलाई टप त यो 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 गाडी छ नि, यो सानो गाडी, यसले धुलो उडाउँछ, यसलाई टप। त्यो कोही भाँडमे ए दाइ तपाईँको त्यो फट्टाले धुलो उडाउँदो रहेछ यार। यो गाडीमा जुन पछाडि राखेको छ यो चाहिँ म निकालेरै छाड्छु, ट्राफिकमा गएर कुरा गर्छु के भन्दो रहेछ। सर नमस्ते। सर नमस्ते। यो पछाडि एउटा फोर्स गाडी आएको छ सर, पछाडि एउटा फोर्स गाडी आएको छ। त्यो गाडीको पछाडिपट्टि लामो त्यो फट्टा राखेको रहेछ के, त्यसले बाटोमा धुलो उडाएर धर्न हामी पनि लडिएन, उसले त्यो धुलोले चाहिँ अलिबेर बाटोमा देख्नै हरायो के। अब फोर्स गाडी आएको छ यहाँ, जिप होइन, त्यो गाडीको पछाडि फट्टा राखेको छ, त्यसले लास्टै धुलो उडाउँदो रहेछ क्या बाटोमा। त्यसलाई त्यो निकाल्न लगाउनु पर्यो सर है, भर्खर रोकाउनु त त्यसलाई।